यत्रो well यसरी थोरै होइन त्यहाँदेखि यसलाई चाहिँ आगर त्यो तात्न दिने यसरी पहिला पेनमा पुरा ब्रस गर्ने यसलाई यस्तो गरेर त्यसलाई लिएर हाल्ने अलिकति स्प्रेड गर्ने स्प्रेड 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 मजाले स्प्रेड गरेपछि यसलाई चाहिँ छोपिदिने छोपेपछि मजाले पाक्छ है अब यसलाई पल्टाइन्छ नाउ एक बार फेरि पल्टाएर हेर्ने यसरी दिस इज हाउ इट लुक्स अन द फ्रन्ट साइड है अलिकति प्लेन बढाएर लेट्स इट यति मेहनत गरेर बनाएको कस्तो भयो लेट्स टेस्ट डिलिसियस यसको बारेमा चाहिँ म के भन्न चाहन्छु भने यो चाहिँ लन्च डिनर ब्रेकफास्ट तिनटैमा खाँदा हुन्छ ब्रेकफास्टमा त्यही हिसाबको क्वान्टिटी लन्चमा त्यही हिसाबको क्वान्टिटी र डिनरमा त्यही हिसाबले क्वान्टिटी खाँदा हुन्छ सो यो रेसिपी ट्राई गर्नु कस्तो लाग्यो प्लिज कमेन्ट गरेर भन्नु इफ मिठो भएन के कमी भयो भने तपाईँले मलाई अझै केही पनि सिजनिङहरूको लागि तपाईँले मलाई सजेस्ट गर्न सक्नुहुन्छ थ्याङ्क यू भेरी मच बाई लेट मी